उर्माल राम्रो छ। यो वर्षको मदन पुरस्कार पनि पायो। त्यो कथा चाहिँ 400 वर्षको कथा हो। कसरी हो भने लेखकले आफैले 200 वर्ष अगाडिको कथा उठान गर्दै गर्दै उपन्यास लेख्नु भएको छ। तर मलाई त्यो किताब पढिसकेपछि चाहिँ के लाग्यो भने अब 200 वर्ष पछाडि पनि यो कथा फेरि रिपिट हुनेवाला छ। कसरी भने त्यहाँनेरि चिया बगानमा काम गर्ने जुन टोटोहरू, असुरहरू र अरू विभिन्न जनजातिहरू, आदिवासीहरूको कथा त्यहाँनेरि लेखिएको छ। जुन आदिवासी जनजातिलाई चाहिँ अङ्ग्रेजले आफ्नो चियाको तलतल मेटाउनको लागि भारतका विभिन्न ठाउँहरूमा कृत्रिम भोकमरी सिर्जना गरेर ल तिमीहरू यहाँनेरि भोकले मर्छौ, अब हिँड चिया बगानमा काम गर्नुपर्छ, चिया बगानमा चियाको बुट्टामा पैसा फल्छ, सुन फल्छ भनेर विभिन्न प्रलोभन देखाएर त्यहाँनेरि छिराका श्रमिकहरू, चिया श्रमिकहरूको कथा त्यसमा लेखेको छ। हेर्दाखेरि त सामान्य देखिन्छ, तर यसको गहिरो अर्थ रहेछ। जुन बेलामा अङ्ग्रेजले त्यो चिया बगानमा श्रमिकहरू छिरायो, ती श्रमिकहरूले त्यो बेलामा भारत, नेपाल अथवा आसपासका कुनै पनि देशका श्रमिकहरूले भन्दा राम्रो सेवा र सुविधा पाएको थिए। बिजुली, पानी सबै सुविधा सम्पन्न घर पाएर, धेर थोर पैसा पनि पाएर, जुन पैसा चाहिँ त्यो बेला अरू कसैले कमाउन सक्दैन थियो। घर त्यो बेला अरू कसैको त्यस्ता घरै हुँदैन थिए। तर कालान्तरमा दिन बित्दै जाँदाखेरि ती चिया श्रमिकको कथा बदलिएन, त्यही घरमै र कामैमा मात्रै सीमित हुन थाल्यो। चिया बगानमा बिहान सबेरै बज्ने साइरनसँगै उनीहरूको जीवन सुरुवात हुन थाल्यो। उर्मालको कथा यही सेरोफेरोमा बाँधिएको छ, विस्तृतमा पढ्नै पर्छ। तर मलाई के लाग्यो भने यो कथाले 200 वर्ष पछाडिको समाजको कथा पनि बताउँछ। त्यो कसरी भने अहिले पनि नेपाल अथवा भारत अथवा यो आसपासबाट अङ्ग्रेजले आफ्नो देशमा मान्छे लैजाने प्रक्रिया रोकेको छैन। डिबीका नाममा, पिआरका नाममा, विभिन्न नाममा। अनि यो ठाउँ छाडेर गएका तिनका जीवनस्तर पनि अहिले कुनै पनि साउथ एसियनको भन्दा कमजोर छैन। तर तिनका 200 वर्ष पछाडिका दर सन्तान र अहिले यही ठाउँमा बसिरहेका 200 वर्ष पछाडिका दर सन्तानको भविष्य उस्तै उस्तै हुन सक्ला। अझ तुलनात्मक रूपमा तिनीभन्दा यिनको राम्रो होला। तिनले त्यहाँनिर दोस्रो दर्जाको नागरिकको रूपमा जीवन जिउनुपर्छ, यहाँनिर भने पहिल्यै दर्जाको नागरिकका रूपमा जीवन बिताइरहेको अवस्था हुन सक्छ। चिया बगानका मजदुरहरूले आफ्नो पुरानो थातथलो कहाँ थियो भनेर खोजी गरे जस्तै कुनै बेला ती नेपाल अथवा भारतका विभिन्न ठाउँबाट छाडेका ती हाम्रा रत्नहरू, अङ्ग्रेजले लगेका ती मान्छेहरूका सन्तानले अबको 200 वर्ष पछाडि पनि यस्ता खालका प्रश्न उठाइरहन्छन्। किनभने तिनीहरूले त्यहाँनिर दोस्रो दर्जाको नागरिकको रूपमा जीवन जिउनुपर्छ। उनीहरूको पनि मनमा विभिन्न प्रश्नहरू आउँछन्, जसो गरी अहिले टोटो र असुरहरूको, चिया बगानका मजदुरहरूको मनमा आइरहेको छ। जसो गरी बर्मामा बसिरहेका नेपालीहरूको मनमा आइरहेको छ। तिनीहरू त बर्मामा छन् नि होइन, नेपाल आउन चाहन्छन्, तर कुनै पनि हालतमा सक्दैनन् नि होइन। यहाँनिरबाट बर्मेली नेपालीहरूको कनेक्सनै टुटिसकेको छ। त्यसै गरी 200 वर्ष पछाडि ती अहिले बेलायततिर बसेका, बेलायत, अमेरिका, अस्ट्रेलिया अथवा युरोपियन विभिन्न देशमा जहाँ पिआर र विभिन्न डिबीका रूपमा बसेका ती नेपालीहरू अथवा एसियनहरूको चाहिँ कनेक्सन टुटेर जान्छ र त्यो बेलामा तिनका दर सन्तानले आफ्ना ओरिजिन खोज्न थाल्छन्। हरेक मान्छेले आफ्नो इतिहास खोज्छ, तिनले पनि आफ्नो इतिहास खोतल्दै जान्छन् र अहिलेकै जस्तो अवस्था त्यो बेलामा नरहन पनि सक्छ र उनीहरूलाई आफ्नो मातृभूमि, आफ्ना पुर्खाले बाँचेको ठाउँ, परिवेशहरू चाहिँ उनलाई हेर्न पनि मन लाग्छ। अहिले जतिसुकै सुविधा सम्पन्न अवस्थामा बसेको भए पनि तिनका सन्तानलाई अहिलेको सुविधा र त्यो बेलाको सुविधामा कम्पेरिजन हुन्छ र त्यो बेलासम्म यो ठाउँको पनि अवस्था परिवर्तन भइसकेको हुन्छ। समाजशास्त्रीय चिन्तन बोकेको, मानवशास्त्रीय परिवेश बोकेको यो कथा तपाईँलाई पनि उत्तिकै प्रेरणादायी, ज्ञानवर्धक र मनमोहक हुन सक्छ। पुस्तक अर्डर गर्नको लागि भने हामीलाई सम्पर्क गर्नुहोला है त।